भगवान् सबै ठाउँमा पुग्न सक्नुहुन्न रे, त्यही भएर आमा बनाउनु भएको भनिन्छ। संसारमा पैसा तिरेर किन्न नसकिने एकमात्र चिज आमा, आमाको माया, आमाको स्नेह बेग्लै हुन्छ है। कति धेरै माया, मलाई कति धेरै टाढा लिएर गएको कि आमाको मायाले। आज म आमालाई दर्शन गर्न, आमालाई भेट्न आएको छु। अब म अर्को आमालाई पनि भेट्न जानेछु। आज मेरो एनिभर्सरी हो कि, अनि म मेरो आफ्नो बाबुआमालाई भेट्न आएको कि। छिटो छिटो यहाँ मम्मीलाई सरप्राइज आएको क्या म। यहाँ 16 वर्षमा होइन आमाको काख छोड्यो भने बस्न पाएकी थिएँ। 25 वर्षको एनिभर्सरी होइन। ह्याप्पी एनिभर्सरी। अवश्यमा घर आएँ अनि यो चाहिँ जेठानीको सरप्राइज हो कि। थ्याङ्क यू, ह्याप्पी एनिभर्सरी। थ्याङ्क यू पनि हुन्छ। वाह, ह्याप्पी एनिभर्सरी। सरप्राइज के खाँदै हुन्छ मकै चिउरा। मेरो जेठानी दिदीको सरप्राइज है यो चाहिँ। थ्याङ्क यू। यो हजुर अनि यो पनि मलाई। म त यहाँ यो बिल झिक्दै थाकेँ। भागो कपाल अड्क्यो। यही सलाई गाडेर गरेका थिएँ क्या अस्ति दुर्गाहरूले चाहिँ। ह्याप्पी एनिभर्सरी। क्ल्याप कसले गर्ने कोही छैन। ह्याप्पी एनिभर्सरी। ल बाबुको लास्ट इयर पनि अस्ति पनि दाजुको मात्रै परेको। ह्याप्पी एनिभर्सरी। म चाहिँ ह्याप्पी एनिभर्सरी। अब कसलाई खुवाइदिउँ एउटा। ल म बाबुलाई चाहिँ खुवाइदिन्छु न। ह्याप्पी एनिभर्सरी। अब कसैलाई खुवाउन मिल्दैन। आज चाहिँ मैले के खानु नभएर सरलाई मात्रै खुवाएको होइन। अब यो नेक्स्ट सरप्राइज चाहिँ मेरो प्यारो साथीहरूको तर्फबाट हो होइन। अनि आजको दिन चाहिँ मैले धेरै इन्जोय गरेँ। सबैजनालाई धेरै धेरै धन्यवाद एन्ड लभ यु एन्ड धेरै माया। अब मलाई किन मैले फस्लाउनु पर्ने हुन्छ नि। कति बाटो जहिले चाहिँ फस्ने हुनुपर्ने रे। हावा त एउटा आएकै छैन। ज्यान हेरेर छेकिन्छ जस्तो लाग्छ। एनिभर्सरी भयो। ह्याप्पी एनिभर्सरी। आज तिम्रो बिहे वर्षगाँठ साथी। ह्याप्पी म्यारेज एनिभर्सरी। ह्याप्पी म्यारेज एनिभर्सरी। दाइले खुवाइदिनु पहिले। नखाने पङ्खाको हावा आयो नि मजाले उफ्रियो। भिडियो गर्दै मैले यहाँ फोटो खिच्छु। फोटो त मैले कति झुम्मर कि झम्मर। झम्मर भन्ने चाहिँ कसरी आयो त? यो अघि खुवाएको थिएन? भिनाजुलाई खुवाएकै थिइनँ क्या अरे। ल बिला चाहिँ गाला भिनाज बायो